यस्तो धेरै पिरो बनाएको छु नि आजको चाहिँ विङ्स चाहिँ नि खतरा पिरो छ है त फ्यामिली। क्याप्सिकम प्याज लगाइदिएको छ ठुल्ठुलो पारेर, अनि लसुन चाहिँ अघि फुराइदिएको छु। यसमा चाहिँ नि मेन भनेको चाहिँ नि सेसिमी सिड पो अरे, सेसिमी ओइल हुन्छ नि, तिलको तेल, त्यो चाहिँ त्यसरी भने अनिवार्य लाउनुहोस् है त हजुरले। यस्तो मिठो हुन्छ नि, यस्तो मिठो हुन्छ फ्यामिली, खतरा भएको छ है आजको चाहिँ। किनभने अघि मैले चाहिँ यसको सस चाखिसकेको छु नि त, डल्ले त यति लगाएको छ भने नि। हेलो नमस्ते हजुरलाई मेरो च्यानल जेना श्रेष्ठमा स्वागत छ। आज चाहिँ आमा छोरीले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ विङ्स छ अनि 2x छ होइन, खानु लागिरहेको छौँ। अब ढिलो नगरिकन खाऊँ ल। Let's start. Cheers. के खाऊँ क्याप्सिकम पहिला। लियो। Yes. So good. रचु बाबा खानु आइज न, ग्लोभ्स लगाएर आउनुपर्ने रहेछ है। बाबा वहाँनिर छ त, खाऊ त बाबा। सबै लैजाऊ न, तातो तातो खाइहाल्नु न। हामी चाहिँ बारीमा काम गरेर आएको है। आज यस्तो हावाहुरी छ, साह्रो जाडो छ है फ्यामिली। गरम महिना लाग्यो होला भन्छु, फेरि जाडो भइहाल्छ। I was outside with the blanket. It was so cold. त्यसमा कोक दिदीले दिनुपर्छ। खोलिदिनुहोस्। धन्यवाद। अघि हामीले ग्लोभ्स लगाउनु पर्ने रहेछ है। अरू बेलाको भन्दा हुन्छ आज पिरो मिठो भएन, भयो कि छैन? अरू बेला मिठो क्या त? All the time. अघि छिटो खाइहाल्नु नि, त्यो सेराउँछ रचु। आज चाहिँ क्याप्सिकमहरू लगाएर चिली विङ्स जस्तो होइन, म चाहिँ नि दिनु लाने लामो खोर्सानी त्यति युज गर्दिनँ, किनभने त्यति पिरो हुँदैन, त्यो भएर डल्लै युज गर्छु धेरै जस्तो चाहिँ है। अस्ति अड्किदिन्थ्यो नि, डर लाग्छ धेरै धेरै खानु। विङ्स खाएर त 2x खाँदाखेरि त 2x त पिरै नभएको है। धेरै लगाएर बनाएको आज। मेरोमा अलिक धेरै भएको जस्तो छ। लु ओके बाबा, अलिकति मेरोमा धेरै थियो कि जस्तो लाग्यो नि त। उसलाई चाहिँ नि यो 2xहरूले नाकबाट पानी आयो कि अनि गरेको होला, कहिले जित्नु सक्दैन। विङ्स रिप्स चाहिँ नि खतरा हुन्छ नि, विङ्स र रिप्स चाहिँ खतरा हुन्छ क्या। यो हातमा चाहिँ जादु छ क्या, विङ्स र रिप्स। 2xहरू पनि म ज्वानो झानेर बनाउँछु नि त।
लसुन लसुन बाबा लसुन नभए प्याजहरू फुराएर बनाउँछु यो पनि 2x पनि माथि हुन्छ नि त्यत्तिकै सस लगाएर मात्रै चाहिँ मिठो लाग्दैन 2x को सस मात्रै लगाएर खान्छ नि त्यति त्यो चाहिँ मन पर्दैन अझै खोर्सानी थप्नुपर्छ 2x मा त्यसमा चाहिँ लामो खोर्सानी फुराएर 5-6वटा डल्ले खोर्सानी डल्ले लामो खोर्सानी फुराएर चाहिँ ज्वानो लगाएर मजाले ज्वानोलाई फुराएर कालो कालो बनाएर हो फर्स्टमा ज्वानो फुरायो अनि कालो कालो हुन्छ नि त्यहाँ माथिबाट चाहिँ लसुन भए पनि प्याज भए पनि सँग खोर्सानी फुराएर अनि 2x लगाएर दम कतिजनाले जन दिदी तपाईँले त कपालमा युरिया लाउनुहुन्छ क्या कति छिटो कपाल आएको भन्नुहुन्छ थियो म चाहिँ नि अहिले चाहिँ कपालको चाहिँ लास्ट केयर गर्छु मेथी अनि चामल होइन अनि दही मजाले पिनेर लाउँछु हप्तामा 2 चोटि लाउँछु 15 दिनमा मात्रै स्याम्पूले युज गर्छु नभए अरू बेला गर्दिनँ कति राम्रो भएर छिटो आयो कपाल पनि अहिले चाहिँ अस्ति चाहिँ छोपेर आउँथ्यो होइन कस्तो हुन्थ्यो अहिले चाहिँ मलाई ठिकै लाग्छ त्यति सरम लाग्दैन क्याप्सिकमहरू पनि खाऊ बाबा पेट खाइदेऊ के खाने खाऊ हाँ so good विङ्स त कडा छ टक्क परेको पिरो पनि यस्तो दामी छ अलिअलि पिरो त के पिरो खानु होला जस्तो हुन्छ जस्टिना ट्राई गर्नुहुने मासु पिरो छ ट्राई गर्नुहुने बेड नरुनु है ल लाउनु लाउनु नखाउ नभन्नु जाऊ नर्मल छ त अनि राम्रोबाटै लाग्यो नाकमा बुगर छ त पिरोले पिरो कम्ती लगायो भने फेरि उहाँले खोर्सानी काट्नु सुरु गरिहाल्नुहुन्छ सो गुड आउने आऊ नर्मल खाने अरे उसले चाहिँ हाई टु फ्यामिली भन्नुहोस् न म यहाँ उहीँ खाँदैछु भनेको बना लु किचनमा गएर खानुहोस् हुँदैन नि ल उयो हुन्छ लु किचनमा धन्यवाद जस्टिना खाने क्याप्सिकमहरू खाऊ नभए मलाई देऊ I don't have any more. यहाँ छ त बाबा खाने भने खाऊ प्याजहरू खाऊ फाल्नु दिन नफाल ल तिमीले भनेको सुन्यो सुने कि सुनेन खै हुन्छ कहाँ छ किचनमै छ टु फ्यामिली
मेरो चाहिँ घरमा रुल छ है, जुत्ता चप्पल स्कुलबाट आएर भित्र इन्ट्री गर्नु पाइँदैन है। अरू बेला पनि जतिखेर पनि घरमा जुत्ता चप्पलहरू हुँदैन मेरो घरमा इन्ट्री गर्नु। प्लस मेरो रुल्स नि आफ्नो हुन्छ नि घरमा होइन रुल्स। अनि कोठामा पानी बाहेक अरू केही कुरा लानु पाउँदैन, नो। पानी बाहेक अरू केही कुराहरू क्यान्डी भने के छ भने चाहिँ म चाहिँ होइन, अब तपाईँहरू एक्सक्युज मी के गर्नुहुन्छ, म चाहिँ एकैचोटि भनेको हुन्छु। एकैचोटि चाहिँ के खान्छ भने बाटा खान्छ मेरोबाट चाहिँ। हजुरले के भन्नुहुन्छ म जान्दिनँ, तर मेरो चाहिँ रुल्स हो, म चाहिँ खानु दिँदैन। प्लस लिभिङ रुममा पनि मुखबाङ बाहेक अरू बेला होइन, मुखबाङहरू अनि भ्लग बाहेक चाहिँ लिभिङ रुममा कोक ल्याउनु पाउँदैन। खानेकुराहरू अरू कुराहरू हुन्छ नि पाउँदैन। मम्मी बिरामी हुनुहुन्छ भने नि किचनमै गएर खानुपर्ने हुन्छ, रुममा चाहिँ म खानु दिँदिनँ। अब अलिक अस्ता पस्तै हुन्छ नि, नसक्ने हुन्छ भने चाहिँ रुममा पनि एलाउड हुन्छ, नभए चाहिँ हुँदैन। मलाई रुममै ल्याइदिनु भएको हुन्छ खानेकुराहरू कहिलेकाहीँ, म बिरामी हुन्छ। तर आफूले खाएपछि उनीहरू सिकिहाल्छ नि होइन। नानीहरूलाई चाहिँ सानोमा तपाईँहरूले जस्तो सिकाउनु भएको छ नि फ्यामिली, किनभने मेरो चाहिँ नानीहरू मान्ने भएर हो कि त्यो पनि होइन होला, अलिकति म स्ट्रिक्ट प्यारेन्ट्स भएर होला। कति चाहिँ अब इसो के आजलाई होस् न छोडिदिउँ भनेर भन्नुहुन्छ होला प्यारेन्ट्सहरू हो। हजुरहरू चाहिँ मेरो त यहाँ ओडमै कोटी छ, हजुरलाई थाहै होला। जेला दिदी हेर्दाखेरि चाहिँ अब भिडियोमा चाहिँ सिम्पलै जस्तो अब सोझी छ जस्तो लाग्छ होला, तर म टु स्ट्रिक्ट। तर चाहिँदो कुरामा नचाहिँदो कुरामा चाहिँ अब हुन्छ नि, उनीहरूले गल्ती गरेको छैन भने चाहिँ नो स्ट्रिक्ट होइन। तर अलिकति केही कुरा गल्ती छ भने त म त घरको म सक्दिनँ। म लिभिङ रुममा सागहरू केलाउनु त दिँदिनँ। के भन्नुपर्छ, धन्यवाद। वा खाइसक्यो, कसले खाने के नैपकिन हुन्छ लिएर आउनुहुन्छ। तपाईँहरू मलाई छुच्ची भन्नुहुन्छ होला, छुच्ची भने नै भन्नुहोस् होइन। आफ्नो हुन्छ नि रुल्स घरमा होइन भने त। म त अब पाहुनाहरूलाई चाहिँ भन्नु सकिँदैन, तर पनि जानेर अब जुत्ता चप्पलहरू अब बाहिर दिएपछि पाहुनाहरूलाई पनि थाहा हुन्छ नि त, जानेर ल्याउनुहुन्न। प्लस यस्तो पनि होला हो, घरबाट पस्ने बित्तिकै चाहिँ घरहरू टलक्कै सफा देख्दाखेरि त कसैलाई पनि त जुत्ता चप्पल ल्याएर भित्र इन्ट्री गर्नु मन लाग्दैन नि त। त्यो पनि हो नि त होइन। अब घर मैला लगाएर जाँदा नि भइहाल्छ नि भन्ने हुन्छ होला होइन। हाम्रो चाहिँ जे कुरा पर्फेक्ट हुनुपर्छ, सफा हुनुपर्छ क्या। देख्दाखेरि आफूलाई देखेको जस्तो लाग्छ है मलाई चाहिँ। भुइँमा पनि हुनुमा चाहिँ मान्छे देखेको जस्तो होस् जस्तो लाग्छ है मलाई चाहिँ। छोरी मान्छेको चाहिँ नि जाँगारिलो छ कि छैन चाहिँ नि किचन र बाथरुमबाट थाहा हुन्छ क्या। छोरी मान्छेहरूको चाहिँ रुम पनि हो होइन मलाई त, जसमा उनीहरूको एभ्री विक डिप क्लिनिङ रुम गर्नै पर्छ। गरेन भने आमा कस्तो गर्छ भन त, के भन्नुहुन्छ, कसरी रिसाउँछ बाबा? दया मार्नुहुन्छ अरे भाटा भनेपछि त के गर्ने त, विकेन्डमा गर्नै पर्छ। जस्तो सुकै काम होस् जेसुकै होस् रुम पहिला गर्ने अनि मात्रै हो। आफ्नो उयो होला हो होइन। पहिला पनि नेपालमा पनि फेरि यहाँ मात्रै होइन नि, फेरि नेपालमा पनि घर यस्तो सफा राख्ने। मेरो छिमेकीहरूले हेर्नु हुँदैछ होला होइन, कति हाम्रो घरमा मेरो गार्डनहरूमा होइन फोटो खिच्नु आउनुहुन्थ्यो होइन कतिजनाहरू। प्लस हाम्रो बाबा चाहिँ एग्रिकल्चरको सिकाउने काम पनि गर्नुहुन्थ्यो नि त। अनि कत्रो साग सब्जीहरू हुन्थ्यो, अनि आरीहरूमा त्यस्तो राम्रो सफा निट एन्ड क्लिनहरू थियो होइन। भने त बाहिरको त्यो के भन्छ
आँगन पनि यस्तो अब है माटोकै थियो नि त भन्नाले अब हाम्रो घर माटोकै थियो नि त होइन अब हामी गरिबको फ्यामिलीहरू है त्यो हाम्रो चाहिँ घरहरू चाहिँ सिमेन्टहरू त्यस्तोहरूको चाहिँ होइन नि त अनि हामीले टोइलेटहरू लिपेर नि यस्तो माटो लगाएर बाँसको थियो बाँसमा माटो लगाएर गर्थ्यौँ सनक्क चिल्लो सफा हुन्थ्यो है अरूहरूको टोइलेटहरू हेरेर त हाम्रो त टोइलेटको कस्तो राम्रो हुन्थ्यो प्लस आँगनहरू पनि हामी लिप्थ्यौँ क्या नेपालमा पनि त्यस्तै हो हामी चाहिँ जाँगरिलो हुन्छ नि जाँगरिलो बच्चा यहाँ मात्रै युएसमा आएर जाँगरिलो मात्रै भएको होइन हामी नेपालमा पनि लास्टै जाँगरिलो एउटै फ्यामिली धेरै धेरै माया छ जसमा दिदी के भन्ने My lips burn so much. हो कहिले फिल्ममा बनाउँछ That wings, it wasn't spicy at first. It's so spicy now. अहिले जी You see how red my lips are? अन्त रातो रातो भएर सुन्ने त I'm not done yet. हजुर Okay, okay, try now. बिहान गर्दै गर्दा म खाँदै गर्छु Thank you all for watching this video. Don't forget to like, subscribe, and hit that notification button. Don't forget to comment down below what Amma should do next on her channel. बिचरा पिरोले हजुरलाई हजुरले कुन कुन देशबाट हेर्नुहुँदैछ पनि कमेन्ट गरिदिनु होला होइन फ्यामिलीहरू अनि मलाई प्लिज छुच्ची नभनिदिनु होला हो म छुच्ची छु तर चाहिँदो कुरामा छुच्ची हो हामी प्यारेन्ट्स भएर नि बामा नि सबै दुईजना सोझो सोझो भयो भने चाहिँ नि नानीहरू चाहिँ बिग्रिन सक्छ हो एकजना छुच्चो एकजना चाहिँ अब हुन्छ नि नानीहरूलाई इट्स भन्ने खालको हुनु पऱ्यो क्या प्यारेन्ट्सहरू भएपछि दुईजना छुच्चो भएको पनि राम्रो होइन दुईजना सोझो भएको पनि राम्रो होइन सो मेरोमा चाहिँ मेरो बुढाले इट्स भन्नुहुन्छ अब केही कुराहरू लिभिङ रुममा ल्याएको छ भने पनि है भनेपछि के हो के गरेको तिमीले भनेर भनेपछि ओ सरी आमा भनेर उनीहरू जान्छ होइन तर उसको ड्याडीलाई देखेपछि चाहिँ उसको ड्याडीले भन्दा नि भन्दैन होइन भने पनि उनीहरूले मेरो ड्याडीले के गर्नु न आमा छैन भन्ने हुन्छ क्या अब उनीहरू त्यस्तो खालको छ नि त त्यो हो है फ्यामिली अलिअलि चाहिँ आमा बाउहरू चाहिँ अलिकति स्ट्रिकै हुनुपर्छ है त्यही मात्रै हो लभ यु अब म बिस्तारै खान्छु